नमस्कार, स्वागत छ। हामी खरिदार दोस्रो पत्रको गणितको सिम्पल इन्ट्रेस्ट र कम्पाउन्ड इन्ट्रेस्टमा छौँ। सो आज म चक्रीय ब्याजकै कम्पाउन्ड इन्ट्रेस्टकै 3वटा प्रब्लम लिएर उपस्थित भएको छु। पहिलो प्रश्न छ हाम्रो रु 1000 को वार्षिक 10% का दरले 2 वर्षमा हुने चक्रीय ब्याज निकाल्नुहोस्। अनि यहाँ वार्षिक भनेको छ 1000 को वार्षिक 10% का दरले 2 वर्षमा हुने चक्रीय ब्याज निकाल्नुहोस्। सो 1 को सोलुसन हेरौँ त। 1 को के रहेको छ हाम्रो p कति रहेको छ? p रहेको छ रु 1000 अनि r रहेको छ 10%, t रहेको छ 2 वर्ष। सो वार्षिक चक्रीय ब्याज निकाल्ने सूत्र के रहेको छ हामीसँग? वार्षिक चक्रीय ब्याज निकाल्ने सूत्र p इन्टु c i इक्वल टु कम्पाउन्ड इन्ट्रेस्ट इक्वल टु 1 plus r by 100 power t minus 1. So p कति छ 1000 into 1 plus r भनेपछि 10 by 100 minus power कति छ 2 वर्ष minus 1 1000 into 110 by 10 भनेपछि 1.1 को स्क्वायर माइनस होल गर्दा 1000 इन्टु अब 1.21 माइनस 1 न 1000 इन्टु 1.21 बाट 1 घटाउँदा कति हुन्छ 0.21। दिस इज 21 3 4 3वटा 2वटा 0। सो कति आयो हाम्रो कम्पाउन्ड इन्ट्रेस्ट कति आयो त 2100। त्यस्तै प्रश्न नम्बर 2 वार्षिक 20% मिश्रित ब्याज दरले कति वर्षमा रु 8000 को मिश्र धन रु 13824 हुन्छ। हेर्नुस् त 2 को सोलुसन हामीसँग r कति प्रतिशत छ 20% छ। त्यस्तै ब्याज दर 20%, त्यसपछि p कति छ हामीसँग 8000 कति वर्षमा भनेपछि कति वर्षमा यहाँ t सोधिएको छ। सो t हामीले निकाल्नु पर्यो। व्हाट कम्पाउन्ड एमाउन्ट कति रहेको छ मिश्रधन चक्रीय मिश्रधन ca रहेको छ हाम्रो 13824। यो रह्यो हाम्रो मिश्रधन। सो अब हामी निकाल्नु के पर्छ त हामी निकाल्नु पर्ने t। सो कम्पाउन्ड एमाउन्टको फर्मुला के रहेको छ p इन्टु सो सूत्र अनुसार ca इक्वल टु p इन्टु 1 प्लस r बाई 100 पावर t न कम्पाउन्ड एमाउन्ट कति छ 13824 अनि 10 कति 8000 p 8000 1 प्लस r कति छ 20। सो 1 प्लस 20 बाई 100 पावर t और 13082 बाई 8000 ले डिवाइड यसमा कति 1.2 को पावर t। त्यस्तै यसमा डिवाइड गर्दाखेरि यसमा डिवाइड गर्नुस् यस कति आउँछ 1.728 1.2 को पावर t न। अब यसको 1.2 को पावर 3 गर्दाखेरि यति आउँछ। सो 1.2 को पावर t। सो बेस सेम भएपछि के हुन्छ बेस सेम भएपछि पावर इक्वल हुन्छ। हामीसँग के छ इन्टिसेजको रुल लगाउँदाखेरि पावर इक्वल हुन्छ। यदि बेस सेम छ भने इक्वल टुमा पावर सेम हुन्छ। सो t इक्वल टु कति 3 वर्ष t इक्वल टु 3 वर्ष। त्यस्तै तपाईहरु 3 नम्बरको गर्नु होला रु 10000 को कति वर्षमा वार्षिक 10% ब्याज दरले चक्रीय मिश्रधन 12100 हुन्छ। तपाईहरु कमेन्ट गर्नु होला। थ्यांक यू।